नमस्ते छ सबैजनालाई। म चाहिँ अहिले के भन्न गइरहेको छु भने अहिले एउटा सामाजिक सञ्जालमा फेसबुक मार्फत सबैमा चाहिँ भाइरल नै भइरहेको छ हाम्रो टोकामा भएको घटना चाहिँ यो चाहिँ होइन तपाईँको अर्गानिक एउटा कोदोको चाहिँ तपाईँको त्यहाँ रक्सी र तोङ्बा मार्फत उहाँहरूले निर्माण गर्नुभएकोमा चाहिँ हाम्रो प्रशासन सरहरूले चाहिँ एकदम हातबाद सहित लसार पसार गरिरहनु भएको छ। उहाँहरूले सबैजना देखिरहनु भएकै कुरा हो। त्यो सबभन्दा मेन 1 रुपियाँ 2 रुपियाँ होला भनेर सबैजनाले चाहिँ उहाँहरूले दुःख गर्नुभएकै हो। अनि मान्छे हो एउटा होला कमी कमजोर होला सम्झाउने बुझाउने गर्न सक्नु हुनुपर्ने खासमा ठाउँमा चाहिँ तपाईँको उहाँहरूले गर्नुभएको दुःख चाहिँ हेर्न त सबैजना देखिरहनु भएकै हो। त्यहाँ पोखरिरहनु भएको छ, ठालिरहनु भएको छ, गाडीमा एकदम हालेर चाहिँ त्यहाँ सबै चिज चाहिँ तपाईँको त्यहाँ जग्गा हालिरहनु भएकै छ। हुन त नेपाल सरकारले दुखी गरिबले चाहिँ गरी खाने चाहिँ कहाँ दिनुहुन्छ र होइन, दिनुहुन्न, हामीलाई थाहा नै छ। अब तपाईँहरूले उहाँहरूलाई कस्तो के भन्नुहुन्छ त अब फागुनको 21 गते तपाईँको चुनावको एकदम झपझप लागिरहेछ। अब त्यहाँको बासिन्दाहरूले विचार अब के गर्ने रहनु भएको उहाँहरूले हेर्नु त। अब उहाँहरूलाई अब के छ त विचार, उहाँहरूको मनमा पनि एउटा के अब बिचरा कति दुःख लाग्दैन त। तपाईँ हामीलाई दुःख कति लागिरहेछ हेर्नु नि। त्यहाँ अब उहाँहरूले चाहिँ गरिरहनु भएको दुःखलाई चाहिँ उहाँहरूले हाम्रो नेपाल सरकारले गरी खान दिइरहनु भएको छैन। एउटा बालबच्चा होला उहाँहरूको पनि कापी दिनु पऱ्यो, कलम दिनु पऱ्यो, खाना पऱ्यो, लाउनु पऱ्यो। तपाईँको त्यस्तो ठाउँमा चाहिँ उहाँहरूले एकदम दुःखको कुराहरू हामी गरिरहनु भएको छ होइन।